हेलो एभ्रिवान, आज चाहिँ म जाँदैछु भाइलाई लिन। भाइ चाहिँ गाउँदेखि आएको थियो अनि भाइले त्यहाँ पुगिसकेपछि मात्र कल गर्यो कि, अनि त्यहाँबाट छिट्टो छिट्टो म पटाउ छोडेर भाइलाई लिन गएँ। त्यहाँ पुग्दा चाहिँ भाइ मेरो बसिरहेको थियो। त्यसपछि हामीले ट्याक्सी बुक गरेर भाइ र म लाग्यौँ रुममा आएर फ्रेस भएर भाइ र म चाहिँ लाग्यौँ खाजा खानालाई बजारतिर। भाइले चाहिँ केही नखाने भन्यो, त्यही भएर लेमन टी खाएँ। मैले चाहिँ खाजाहरू खाएँ अनि मासु लिएर आएँ मैले अचार हाल्नलाई। अनि म्यारिनेट गरेर यता मासुलाई चाहिँ छोडिदिएँ अनि यता चाहिँ मैले मसलाहरूलाई भुटेँ। मसला भुटिसकेपछि ओखलमा हालेर थिच्न थालेँ। मसला चाहिँ अलि मोटो मोटै राख्नुपर्ने भएकाले मैले यमा थिचेको। अनि यत्तिको भइसकेपछि यता मेरो ग्यासमा तेल पनि तातिसकेको थियो। त्यसपछि मैले चाहिँ मासुलाई हालेँ फ्राई गर्नलाई। मासु यता फ्राई हुँदै थियो, यता चाहिँ मैले तोरीको तेलमा अदुवा, लसुन, हरियो खुर्सानी अनि अघि भुटेर राखेको मसलाहरूलाई हालेर सानो ग्यासमा फ्राई गरेँ। उता मासु नि फ्राई भइसकेको थियो। यत्तिको भइसकेपछि मैले मसलामा हालेर अचार पनि रेडी भयो साथीहरू।